कहाँ त्यताबाट उता दाइकोबाट गएर अनि त्यहाँबाट जाने भने होइन कस्तो के हो दाइकोमा खाना जाने कहाँ जाने म त तल खाएर जाने कि भनेको थिएँ त आऊ नि त आऊ ल आऊ अब भयो दाइकोमा खाएर म त्यो कहाँ लानु लाग्यो बुढी यस्तो राति राति नि यहाँ हेर मेरो बुढीले खाजा खान्छु भनेर आइरहनु छ यार झगडा गरेर हेर्नु त बिजोग यस्तो बिजोग हेर राति 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 यति बेला नखाउने दिउँसो खाउने नि त नि नाच्नु त नास्ता नि दिउँसो खान्छन् र किन त नि मैले यस्तो भन्न मर्दिन सकिसक्यो कसम दाइकोमा फेरि तिमीलाई पनि अनि पसलहरू चुजेबल छ नि त कि त चुजेबाट अनि के तिम्रो के जहाँ पायो त्यही खान्छ नि चुजेबल पसल गरेर ताका खान्छ नि तिमीलाई मिठो मिठो चुच गरेर खानुपर्ने अनि म क्या मर्नु जहाँ पायो त्यही गरिदिनु हुन्छ त नि खोइ त हामीलाई जात पनि मिठो हुन्छ हामीलाई हुन्न मलाई हुन्न मलाई त हुन्छ मलाई हुन्न मलाई हुन्छ बुढी फायर पड्किया आइ हेर्नु फेरि मेरो मन्त्रीजीको फायरपन त्यो बुढी सम्हाल्न चाहिँ गाह्रो छ त्यहाँ नास्ता पसलहरू त्यत्रो बजार थियो नि के त जङ्गलतिर लिएर आउँछ अनि यतातिर हुन्छ त नास्ता पसल यस्तो हो नि त बुढी जमानामा उमेरमा तिमीसित डेटिङ गर्न पाइएन नि त त्यही भएर बाटोमा हान्दै हिँड्दै गरौँ न त्यही भएर जङ्गल खोजेको जङ्गलमा खोजेको हो त्यही भएर जङ्गल पनि जङ्गल जस्तो भइसक्यो स्वास्नी बिहा गर्नुभन्दा पहिला एक दुईचोटि सोच्नु पर्दो रहेछ रिसाउने स्वास्नी र जिद्दी स्वास्नी पऱ्यो भने चाहिँ बर्बादै छ बर्बाद रिसाउने अनि पहिले नै त्यस्तै गरेको पहिले गर्ने हो र स्वास्नी गर्ने जस्तो माया मात्रै गरेर हुने रहन्छ क्या खुवाउनु पनि पर्दो रहेछ मिठो मिठो पाउनु परेन चटपटी खान्छ कि खानामा चटपटी हो हेर्नु खाना खाने बेला खाना खाने भनेर आमाले सिधै गाली गरेर सुन्नु को आमा ऊ त्यहाँ सुनेन हौ खाऊ न खाऊ पनि छेकेको छैन नि त ल मन्त्रीज्यू खाजा खानुपर्छ छनौट गरेर अहिले त खाना पाएपछि पुरै मक्क यहीँ हुँदैन क्या जस्तो तिमीलाई खाजा खुवाउनु अघि तलै पसल भेट्यो भने हुन्थ्यो नि त भेटिएन नि त आखिर मलाई दुःख पाएँ बेकार फोकट्टाको यहाँ आउनु पऱ्यो तिमीलाई यहीँनिर बुढी नाच्नु खान तिमीलाई दुःख फोकट भयो होइन के हार्छु उहाँ कति आधी घन्टा हिँडेर खाजा खाना आइरहेको छ नि त्यो जुन पाए तिमी पसलमा किन खान्नु के खान्छ तिमीले जे पाए त्यही खाँदा नि खाँदैन अनि कति सकिन्छ भन त यसरी चल्छ अनि जिन्दगी तिमीलाई जुन पाए त्यो बाटोमा हिँड्ने केटीहरू पनि हुन्छ नि जस्ता पाए झ्याद्राङ बुढी बन भने भन्छौ तिमीलाई पैसा भएन भने चाहिँ खान्नौ पैसा भएन भने चाहिँ जहाँ पनि खान्छौ भोकै बस्नै सक्छौ त्यसो भए मसित पैसा छैन नि त बरु म भोकै बस्न सक्छु जस्तो पाए जस्तोमा खान सक्दैन अझ घमण्ड नाकको ठोडो छ चक्कै खाने यो तिम्रो डायलग हो क्या बुढी मेरो डायलग हो र थोडी बुढी मेरो डायलग हो र तिम्रो डायलग हो मलाई दुःख लाग्छ यार आफैलाई देखाएर गइरहेछ ए मलाई पाएर तिमी दुःखी भयो अनि के त तिमीलाई पाएर त खुसी भयो हेर है यो बेला बेला फोकटको यो तिम्रो जिद्दी बन्ने चाहिँ मलाई दुःख हुन्छ क्या जिद्दी बन हुनु पर्दैन तँलाई यति गर्दाखेरि पनि रिस हुन्छ उठ्ने रहेछ त मैले के गर्छु रिस उठेको होइन खुसी नै हाँसिरहेको छु तर दौ भएको हुन्छ त हुन्न के हाल्छ अब एउटा त्यही घरबाट 2 पाइरा झरेर नास्ता खुवाउन पनि दौ भयो अनि त्यही त
भन्नु त पर्ने हो बसेको भए त भन्थ्यो होला बसेको भए डाइरेक्टली नभने नि इन्डाइरेक्टली चाहिँ भन्थ्यो होला उसले भन्न अघि पनि भन्नु भने इन्डाइरेक्ट त भन्नु होइन के भने भन्दैन बसेन होला र तिमीहरू पत्याएर पत्याउने हो किन पत्याउने हो त कतिखेर लभ के थियो कतिखेर लाइनका लाइन थियो त लाइन त थियो यार तिम्रो बुढो पनि टप 10 अन्तर्गतकै हो नि लाइनमा त हेर्नुसम्म हो नि यार तिम्रो बुढो कहाँ चान्छु नि हो त यार मैले फसाएको हो र तिमीले आफै मलाई फसाइयो के फसाए मेरो डेटिङ जाने रहरभरि सबै क्यान्सल गर्दै अन्त तिमीले मैले तिमीलाई डेटिङ जाउँ भनेर बोलाएको थिएँ हेर भालुवाङमा आउँछु तिमी नि आऊ भनेर प्युठान जानु छ भनेर भने अनि तिमीले लास्टमा गएर के भन्नु थाहा छ म त नजान पर्ने भयो किन नआउनु नि सर्टिफिकेट के लिन जानुपर्ने बेला होइन त अनि को मामाहरू गरेर ल्यायो होइन अनि नभए भालुवाङमा भेट्ने भन्ने कुरा भएको थिएन त घुराइ गयौँ होइन लास्टै चिसो अनि पछि फोन गरेरै मिल्दो रहेछ फोन गरेर अनि मिलाएको नि तपाईँ त्यति गाउँ हुनुहुन्थ्यो र थिएन म काठमाडौँबाट आउँछु भनेको थिएँ त भेट्नलाई त्यहाँबाट काठमाडौँ आउने तिमी त त्यति बेला त मेरो स्वर्ग कि अप्सरा भन्दा पनि डेन्जर राम्रो थियो गएर अहिले अहिले पनि छौ अहिले चाहिँ छैन क्या नि अहिले त छन् त छौ लास्टै छुची छौ क्या छुची नभएर नि के हुन्छ त लाग्छ क्या हान्न मात्रै कति छिटो हात चाल्यो थोत्रेको जतिखेर नि छुची भनेर भन्छ हौ मलाई छुट्टै एकछिन यार आज छुट्टी बसिहालेँ एकछिन बुढो कति म बाहिर गएको कामले बाहिर गएको आज गइहालेँ नभए त्यो घर त्यो त कामले गयो नि त अहिले मलाई त्यस्तो मोबाइल सोबाइल पनि दिन्न मलाई त्यो तरकारी पनि पढ्दैन भनेको पढ्दैन भनिदिनु दाइलाई भन्छ फेरि भन्नु परेन तिमीसित त म मात्रै हो टोलका सबै डराउँछ अनि त्यस पछाडि रिस उठ्यो नबोलेर मोबाइल सोबाइल दिएँ टमाटर लसुन के सबै सकियो भने ढ्याम्मै ढोका लाग्यो त्यही तिमीसित त टोलका सबै डराउँछन् त्यो अरू त्यो बाहिर साथीहरूसित बसेन तिम्रो म्यासेज या फोन आयो भने या तिमी ढोकाबाट निस्क्यो भने सबैको रियाक्सन डेन्जर आउँछ राजा भइसक्यो क्या बुढी यत्तिको कडा कसरी निरेले बुढी पाल्यो होला कसरी यसको किचकिच छ होला भनेर अचम्म छन् बुढी छ हँसिया भन्दा ठ्याक्कै सिँही जस्तै छौ सजी तरकारी खान्थेन मिठो मिठो खान्थेँ बरु सिङ्गीको झोलसँग भयो भने 2 थाल भात खाइदिन्थेँ मासु मैले खास खाएन तर मिठै भयो यस्तै पहिला पनि त्यही भएर त्यो ट्याङ्ग्री भएको क्या तिमी यत्रो कि सानो त्यत्रो मोटा आएर घाम्पा परेकी हुन्थ्यो होला नि ए सानी भयो तिमीलाई मन परायो किन तिमीलाई मन पराएन र म तिमी त मन परायो त सजिलो पनि छ कहिले भए छोराछोरी अलिक साना हुन्छन् कि आमापट्टि जान्छन् नि डर लाग्छ क्या तिमीलाई कस्तो लाग्छ भन त आमाको त गयो भने त खुट्टा भाट्याङ मुटुङ मात्रै चट्टै साना हुन्छन् अनि बच्चाको खेलाडी बन्ने सपना होला अनि तिम्रो साना नि भएपछि त बोकेला कहाँ सानी छ तिमीभन्दा त ठुल छ कहाँ सानी छ त कृति राई जति तिमी फुर्तिली छँदा नि छैनौ तिमी त त्यो फुटबल खेलेर बिच मैदान हाल्यो नि त म त खेल्दिनँ रोएर बाहिर आउँछ थाहा त रहेछ त अनि भाले राम्रो पर्नु पऱ्यो नि त भालेको त जाने भालेको त गएको राम्रो कि नराम्रो भन त अनुहार चाहिँ पछिको त जानु पऱ्यो हाइट जिउ ढाल भालेको त जानु पऱ्यो होइन के को लाने कम्पिटिसन गर्ने नि त तिमीले जित्छौ